सम्पूर्ण विद्यार्थी साथीहरुमा हार्दिक नमस्कार गर्न चाहन्छु। आज पनि सदाको झैं मैले माध्यमिक तह नेपाली व्यवहारिक लेखन अन्तर्गतको प्रश्न नम्बर 12 मा सोध्ने बहुवैकल्पिक प्रश्न अन्तर्गतको प्रश्न लिएर उपस्थित भएको छु। आजको प्रश्नमा रहेको छ वाद-विवाद लेखन। यो चाहिँ प्रश्न नम्बर 12 को ख मा वैकल्पिक प्रश्नको मा चाहिँ सोध्ने गर्दछ। वाद-विवाद के रहेछ हेरौं। कुनै विषयको पक्ष वा विपक्षमा गरिने तर्कपूर्ण प्रस्तुतिलाई वाद-विवाद भनिन्छ। यसमा शिष्टतापूर्वक आफ्ना तर्कहरू प्रस्तुत गरिन्छ भने विपक्षीको मतको चाहिँ खण्डन गर्ने गरिन्छ र वाद-विवादका लागि पक्ष र विपक्षीको शीर्षक हुन अनिवार्य मानिन्छ। वाद-विवादमा विपक्षीबाट सम्मान भाव प्रकट गर्नुपर्ने हुन्छ र अब हामीले प्रश्न नम्बर 12 मा सोधेको वाद-विवादबाट सोधेको जो प्रश्न हुन्छ त्यो प्रश्नको उत्तर कसरी लेख्ने भन्ने विधि प्रक्रियाहरू यहाँ हेरौं। शीर्षक लेखेर वाद-विवाद आरम्भ गर्ने हो। सुरुमा त शीर्षक लेख्नुपर्छ अनि मात्रै वाद-विवादको सुरुवात गर्नुपर्छ। विषय वा शीर्षकको पक्ष र विपक्षबारे महत्त्वपूर्ण कुराहरू पत्ता लगाउनु पर्यो। अब त्यो त तथ्य प्रस्तुत गर्नु पर्यो खण्डन गर्नका निमित्त। त्यसैगरी मुद्दाहरू क्रमबद्ध मिलाउँदै आफ्ना भनाइ तार्किक र प्रभावपूर्ण बनाउनु पर्छ। समय सीमा आबद्ध हुनुपर्ने भएकाले विषयलाई अनावश्यक रूपमा नतन्काउने। व्यक्ति, जाति, वर्ग, लिङ्ग आदिलाई लान्छना लगाउन पाइँदैन। त्यसैगरी पात्रका हाउभावलाई कोष्ठमा राख्ने। महत्त्वपूर्ण दृष्टान्त या भनाइलाई आधार बनाएर वाद-विवाद टुङ्ग्याउने। अब प्रश्न नम्बर 12 मा सोध्ने प्रश्न वाद-विवादको चाहिँ उत्तर लेख्ने बेला यो विधि तथा तरिका प्रक्रिया अपनाएर उत्तर लेख्न सकिन्छ। फेरि यहाँ तल दिएको छ प्रश्न नम्बर 12 को उत्तर दिँदा चाहिँ हामीले सावधानी अपनाउनु पर्ने कुराहरू रहेको छ। प्रश्न नम्बर 12 को अन्तर्गत वाद-विवाद सम्बन्धी उत्तर दिँदै भए आफूले विषयको पक्ष वा विपक्ष कि कुन पक्षसँग सम्बन्धित उत्तर दिनुपर्ने हो यकिन गर्नुपर्छ। सम्बोधनबाट प्रस्तुति आरम्भ गर्दै पूर्ववक्ताका तर्कलाई विपक्षी बनाई शिष्टाचारपूर्ण खण्डन गर्नुपर्ने हुन्छ। आफ्नो प्रस्तुतिको पुष्टि गर्न तर्क राखेर वाद-विवादको अन्त्य गर्नुपर्छ। अनि शीर्षकमा प्रश्नको आशय बुझी शीर्षक दिन बिर्सिनु हुँदैन। ल अब हामीले चाहिँ नमुना प्रश्न राखेका छौं। नमुना प्रश्न यस्तो छ। विदेशको सुख प्यारो कि स्वदेशको स्वतन्त्रता भन्ने शीर्षकको कुनै एक पक्षमा आफ्ना गहकिला तर्क प्रस्तुत गर्दै एउटा वाद-विवादको नमुना तयार पार्नुहोस् भनेर यसरी प्रश्न सोधेको छ। तपाईं कक्षा 9-10 मा पढ्दै हुनुहुन्छ भने तपाईलाई पनि यसरी प्रश्न सोध्नेछ परीक्षामा। अब यसको उत्तर यसरी लेखेको छ। धन्यवाद उद्घोषकज्यू, सभाध्यक्ष, प्रमुख अतिथिज्यू, अन्य अतिथिगण, निष्पक्ष निर्णायक मण्डल र प्रतियोगी र अप्रतियोगी साथीहरू र अन्य सम्पूर्ण विद्यार्थी साथीहरू, आजको यस वाद-विवाद कार्यक्रममा सहभागी भई आफ्ना केही तर्कहरू राख्न पाउँदा आफूलाई गौरवान्वित महसुस गरेको छु। विदेशको सुख प्यारो कि स्वदेशको स्वतन्त्रता भन्ने शीर्षकमा स्वदेशको स्वतन्त्रताका बारेमा म आफ्ना तर्कहरू राख्दैछु। अब म शीर्षकको बारेमा केही कुरा राख्दैछु। विदेशको सुख कि स्वदेशको स्वतन्त्रता। विदेशको स्वतन्त्रता कि विदेशको सुख कि स्वदेशको स्वतन्त्रता। मेरो पूर्ववक्ता मित्रले भन्दै यसरी आफ्ना तर्कहरू विचारहरू पूर्ववक्ताले भनेका विचारहरूलाई खण्डन गर्दै यसरी चाहिँ के गरिएको छ, देशको स्वतन्त्रता भन्ने पक्षको तर्फमा आफ्ना विचार प्रस्तुत गरिएको छ। त्यसैगरी अनन्त मौल्य टुङ्ग्याउने बेला तेस्रो अनुच्छेदमा भनेको छ, जननी जन्मभूमिस्य स्वर्गदपि गरिएस यतिकै भनिएको कहाँ हो र, जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान हुन्छन् भनिनुबाट जस्तो सुकै कठिन परिस्थितिमा पनि स्वदेशमै रमाउनु पर्छ, स्वदेशलाई नै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु पर्छ र समस्त देशको नाम राखेर मातृभूमिको ऋण तिर्नु पर्दछ। त्यसैले हामी स्वदेशकै स्वतन्त्रतामा रमाउनु पर्छ भन्दै मेरा भनाइ यही सिद्ध्याउने अनुमति चाहन्छु भनेर यसरी आफ्नो विचारलाई टुङ्ग्याइएको छ। अनि लास्टमा घन्टी बज्छ।
ल अभ्यासका लागि चाहिँ केही प्रश्नहरू मैले यहाँ राखेको छु। अभ्यासका लागि प्रश्न यस प्रकार छ। भ्रष्टाचारबाट धनी हुनुभन्दा सदाचारबाट जीवनी धान्नु नै बेस शीर्षकमा वाद तयार पार्नुहोस्। अर्को चाहिँ विज्ञानभन्दा प्रकृति बलियो भन्ने शीर्षकमा विपक्षका तर्कहरू खण्डन गर्दै आफ्ना पक्षमा अभिमुक्ति व्यक्ति राख्नुहोस् भनेर यसरी दुईटा प्रश्न नमुनाका लागि मैले राखिदिएको छु। यो प्रश्नको चाहिँ तपाईँहरूले अभ्यास गर्नु होला है त। यो भिडियो हेर्नुभएकोमा तपाईँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी दिनहरूमा यस्तै यस्तै भिडियो हेर्नका निमित्त हामीलाई सब्सक्राइब गरेर जोडिनुहोला। तपाईँलाई भिडियो मन पर्यो भने कमेन्ट गर्नुहोला र साथीहरूमा सेयर गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा पुनः भेट्नेछौँ। हवस् त, नमस्ते, तपाईँको दिन शुभ रहोस्।